धेरै लामो यो कलियुगमा आयु प्राप्त गर्नु आफैमा अत्यन्त ठुलो खुसीको कुरा हो। फुलमुन्डे भन्छौँ नि हामीले। 84 वर्ष पुग्दासम्म बुवा बित्नुहुन्छ कि आमा बित्नुहुन्छ कि। नमस्कार, म ज्योतिष जनार्दन नेउपाने। आजको यो भिडियोको माध्यमबाट मैले यहाँहरूलाई अत्यन्तै महत्त्वपूर्ण कुरा जानकारी गराउन गइरहेको छु। धेरैजना भक्तजनहरूले सज्जनहरूले हामीलाई प्रश्न गर्नुहुन्छ, मेरो बुवाको आमाको 84 गर्न इच्छा छ, कति वर्ष पुगेपछि 84 गर्न मिल्छ, कुन तिथिमा गर्न मिल्छ, 84 गर्दा के कुरा जुराउनु पर्छ भनेर प्रश्न गर्नुहुन्छ। त्यसैले आज यो 84 ठ्याक्कै कति वर्ष पुगेपछि खास गर्नुपर्ने हो अथवा कति वर्ष पुगेपछि चाहिँ गर्न मिल्छ, यसको बारेमा हामी प्रश्न पार्न गइरहेका छौँ। कतिपयले नजानेर नबुझेर 79 वर्ष लाग्दा नै 80 वर्ष लाग्दै गर्दा 80 वर्ष पुगेर 81 वर्ष लाग्दै गर्दा बुवाको आमाको रहरले अथवा छोराछोरीको रहरले बुवा आमाको स्वास्थ्यको कारणले गर्दाखेरि पनि छिटो 84 पूजा गर्नुहुन्छ। वास्तवमा 84 पूजा गर्न पाउनु यो मानव जीवनको ठुलो अहोभाग्य हो। हामीले 84 लाख योनिपछि प्राप्त गरेको मानव योनि भन्छौँ नि, त्यस्तै यो 84 पूजा गर्न पाउनु पनि यति धेरै लामो यो कलियुगमा आयु प्राप्त गर्नु आफैमा अत्यन्त ठुलो खुसीको कुरा हो, दीर्घायुको कुरा पनि हो। र 84 पूजालाई यो कुनै संस्कारसँग बाध्यात्मक कुरासँग भन्दा पनि 1000 चन्द्रमाको पूर्ण दर्शन गरिसकेपछि मनाउने उत्सव, खुसियाली, हर्ष स्वरूप गरिने पूजालाई 84 पूजा भनिन्छ। यसलाई 84 पूजा नेपालीमा भनिन्छ। संस्कृतमा सहस्त्र भनेको हजार हो, सहस्त्र भनेको हजार, पूर्ण चन्द्र दर्शन, 1000 चन्द्रमाको 1000 पुरा चन्द्रमाको दर्शन गरिसकेपछि भनेको प्रत्येक महिनामा एउटा पूर्णिमा पर्दछ। एक महिनामा दुईवटा पक्ष हुन्छन्, शुक्ल पक्ष र कृष्ण पक्ष। शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा पर्दछ। त्यो पूर्णिमाको दिनलाई अङ्ग्रेजीमा फुल मुन्डे भन्छौँ नि हामीले। त्यो चन्द्रमा पुरै देखिने हुँदाखेरि त्यो दिनलाई पूर्णिमा अर्थात् पूर्ण चन्द्रमा भएको दिन भनिन्छ। त्यो पूर्ण चन्द्रमा भएको दिन अर्थात् पूर्ण चन्द्रमा 1000 वटाको दर्शन गरिसकेपछि मनाउने उत्सवलाई अर्थात् गरिने पूजालाई 84 पूजा भनिन्छ। यो पूजामा खास गरी चन्द्रमाको पूजा गरिन्छ। हुन त हामी सबै पूजा जस्तै दियो, कलश, गणेश, विभिन्न देवी देवताको पूजा गर्ने एउटा विषय छँदैछ, तर यो पूजामा विशेष गर्ने भनेको चन्द्रमालाई प्रधान मानेर पूजा गरिन्छ। अब यहाँ मैले यहाँहरूलाई कसरी देखाएको छु भने हेर्नुहोस् है। यो जन्मदेखि 1000 चन्द्रमाको पूर्णिमाको दिन अथवा 1000 पूर्णिमाको दर्शन गरिसकेपछि भनौँ अथवा भोग गरिसकेपछि जन्मदेखि 1000 चन्द्रमाको पूर्ण भनेको चन्द्रमा त दिनदिनै देखिन्छ, औँसीको रातमा कम देखिएला, तर 1000 चन्द्रमाको पूर्ण दर्शन गरिसकेपछि मनाउने उत्सवलाई के भनिन्छ अर्थात् खुसियाली स्वरूप गर्ने पूजालाई के भनिन्छ? 84 पूजा भनिन्छ। प्रत्येक महिनामा एउटा पूर्णिमा पर्दछ। 12 महिनामा अर्थात् एक वर्षमा 12 वटा पूर्णिमा पर्दछ। अब मैले यहाँ बुझाउन खोजेको कुरा के हो भने एक वर्षमा 12 वटा पूर्णिमा पर्दछ भने 84 वर्षमा 84 वर्ष अनि एक वर्षमा 12 वटा पूर्णिमा हुने हुँदा 84 × 12 गर्दा कति हुँदो रहेछ? 1008 पूर्णिमाको अर्थात् पूर्ण चन्द्रमाको दर्शन गरियो। कति वर्षमा? 84 वर्षमा। अब 83 वर्षमा 83 × 12 गर्दा कति हुन्छ? 996। 996 वटा चन्द्रमा पूर्ण चन्द्रमाको दर्शन गरिन्छ कति वर्षमा? 83 वर्षमा। 82 × 12 82 वर्षमा हामीले 84 पूजा गर्न खोज्यो भने 82 × 12 गर्दा 984 वटा पूर्ण चन्द्रमा देख्न पाइन्छ। अनि 81 वर्षमा गर्दा कतिवटा हुन्छ? 81 × 12 गर्दा 972 वटा पूर्णिमा पर्दछ। यो कसरी बुझाइयो? वर्षको आधारमा सामान्यतया एक वर्षमा 12 वटा पूर्णिमा हुन्छ, तर प्रत्येक 3 वर्षमा एउटा अधिक मास अर्थात् मलमास थपिन्छ। त्यो मलमासमा चाहिँ यो पूर्णिमा भनेको चन्द्रमाससँग सम्बन्धित हो। त्यो मलमासमा चाहिँ 13 वटा महिना हुन्छ। महिना त वैशाखदेखि चैतसम्म सौर्य मास अनुसार त 12 वटै हुन्छ जहिले पनि, तर मलमासको बेलामा चाहिँ एउटा चन्द्रमास थपेर त्यसको नाम छुट्टै भन्ने हुँदैन, अधिक मास अर्थात् मलमास, पुरुषोत्तम मास भन्ने गरिन्छ।
प्रत्येक 3 वर्षमा एउटा झन्डै 32 महिना पुगेपछि एउटा अधिक मास थपिन्छ। अब यहाँ मैले के लेखेको छु, 81 वर्षमा करिब 27 वटा अधिक मास पर्दछ। कसरी भन्दाखेरि जस्तै 75 लाई हामी 3 भागमा विभाजन गर्दा कति भयो? 25 तिया 75। 75 वर्षमा कतिवटा मलमास पर्ने भयो? झन्डै 25 वटा। अनि फेरि 75 मा 6 जोड्दा 81 भयो। 81 भनेपछि त 81 वर्षमा चाहिँ 27 वटा अधिक मास थपिन्छ। अर्थात् 27 वटा अधिक मासको फेरि पूर्णिमा पनि थपिने भयो के। अनि 81 वर्षमा करिब 4 वटा वा 5 वटा क्षय मास पनि पर्छ। क्षय मास भनेको छोटो, अधिक मास भनेको लामो। अब क्षय मास चाहिँ त्यो धेरै वर्षमा पर्ने गर्दछ। झन्डै 80-90 वर्षको 100 वर्षसम्मको जीवन व्यतीत गर्दाखेरि 4 वटा या 5 वटा भन्दा बढी क्षय मास पर्दैन। तर अधिक मास त फिक्स हुन्छ, प्रत्येक 3 वर्षमा एउटा आउँछ। त्यसैले यहाँ बुझाउन खोजेको कुरा के हो भने अब प्रत्येक 3 वर्षमा एउटा मलमास आउँछ। 81 वर्षमा त्यो आधारले कतिवटा हुने भयो हेर्नुस् त, कतिवटा पूर्णिमा थपिने भयो? 81 वर्षमा 27 वटा पूर्णिमा फेरि थपिने भयो। अनि 81 वर्षमा फेरि 4-5 वटा क्षय मास पर्छ। क्षय मासलाई फेरि घटाउनु पर्छ। क्षय मासमा घट्छ, अधिक मासमा बढ्छ। अब यसरी हेर्दाखेरि एक अधिक मासमा अर्थात् एउटा मलमास एउटा पूर्णिमा पर्दछ। क्षय मास भएको वर्ष फेरि घट्दछ। क्षय मासमा घटाउने, अधिक मासमा बढाउने है। अब यसरी हेर्दा एकपटक यहाँ हेरौँ हामीले। अब यतापट्टिको हिसाबलाई बढी विशेष ध्यान दिनु, यो देखाउनु, नजिकबाट सर देखाउने भए पनि देखाउन सक्नुहुन्छ। 81 × 12 कति भयो? 972। यही लेखिया छ। 81 × 12 कति भयो? 972। अनि 81 वर्ष 6 महिना, 81 वर्षमा 972 वटा पूर्णिमा पर्ने भयो। 81 वर्ष 6 महिनामा 978 वटा पूर्णिमा पर्ने भयो। अब 978 प्लस 27 गरेँ मैले। 27 कहाँबाट ल्याएँ मैले? मलाई के थाहा छ? 81 वर्षमा 27 वटा अधिक मास पक्का थपिन्छ। त्यो थपिँदाखेरि के हुने भयो? 978 प्लस 27 1005। यसलाई अलिक नजिकबाट देखाउनु होला है। 1005 भयो। अब मैले के बुझ्नु पर्यो भने म 81 वर्ष 6 महिनाको पुग्दा, 81 वर्षको हुँदा 972 वटा मैले पूर्ण चन्द्रमा देख्न पाउने भएँ। म 81 वर्ष 6 महिनाको हुँदाखेरि 978 वटा पूर्ण चन्द्रमा देख्न पाउने भएँ। अब मैले मलमासको त जोड्न छ नि त, अर्थात् अधिक मासको त मैले जोड्न छ। अधिक मासको कतिवटा हुन्छ? 27 वटा हुन्छ। 27 जोड्दा कति आयो? 1005 आयो। अब फेरि मैले अघि भने झन्डै 4 वा 5 वटा, कहिले 3 पनि पर्न सक्छ, तर झन्डै 4 राखौँ, मैले यहाँ 5 राखेँ। 5 वटा क्षय मास पनि पर्दछ। क्षय मासमा घट्छ। के बुझ्नु पर्यो भने 81 वर्ष 6 महिना पुग्दा मलमासको जोडेर क्षय मासको घटाएर 1000 चन्द्रमाको पूर्ण चन्द्रमाको दर्शन गर्न पाइयो। पहिला पहिला त अझै 84 वर्ष पुरा पुगेर मात्रै गरिन्थ्यो। यो गर्नु अत्यन्तै राम्रो हो, किनभने यो मलमास क्षय मास केही नजोडिकन 1008 पूर्णिमा क्षय मास नघटाइकन मलमास नजोडिकन पुग्न सके त अहो भाग्य हो। 1008 वटा पूर्ण चन्द्रमाको दर्शन गरेर मनाउँदाखेरि क्षय मासको घटाउँदाखेरि पनि 1000 भन्दा बढी त भयो हैन। तर अब 84 वर्ष पुग्दासम्म बुवा बित्नुहुन्छ कि आमा बित्नुहुन्छ कि आमालाई मुटुको रोग छ, आमालाई क्यान्सर लाग्छ, बुवालाई मुटुको रोग छ, बुवालाई क्यान्सर लाग्छ, दमको रोग छ, सुगर छ, प्रेसर छ, यस्ता विभिन्न कारणले उहाँहरूको रहर पनि पुरा गरौँ अनि एउटा राम्रो संस्कार पनि गरौँ, नातागोता सबै बोलाएर विभिन्न पूजापाठहरू गरेर यो पूजा धुमधामले गरौँ भन्ने अवस्थामा चाहिँ कमसेकम 81 वर्ष 6 महिना चाहिँ पुग्नुपर्छ। 80 वर्षमा 79 वर्षमा 81 लाग्दै गर्दा 81 हिँड्दै गर्दा जोडेर चाहिँ हुँदैन। फेरि यहाँहरूले के बुझ्नु पर्यो, जन्मेकै साललाई 1 वर्ष गनेर गणना गर्ने पनि होइन है। जन्मेकै दिनबाट यो गते अनुसार पनि महिना अनुसार पनि 81 वर्ष 6 महिना पुग्नु पर्यो। खासमा पहिले 84 पूजा 84 वर्ष पुरा पुगेपछि गर्ने प्रचलन थियो। अब हामीले जान्दाखेरि पनि पहिला पहिला 84 पूजा ज्यादै कम हुन्थ्यो। त्यति धेरै 84 वर्ष बाँच्ने भनेको ठुलो कुरा हुन्थ्यो। अहिले त अब औषधिले उपचारले पनि धेरैको आयु बढ्दै पनि गएको छ। नेपालीको औषध पनि आयु बढ्दै गएको छ। त्यसै पनि यो अहिले चाहिँ 84 वर्ष नपुग्दै पनि गरिन्छ। मैले यहाँ बुझाउन खोजेको कुरा के भने 84 वर्ष पुरा पुगेपछि दिनले पनि गर्नु अति उत्तम हो।
तर यो पूजा खुसी उत्सव दीर्घायुसँग सम्बन्धित भएको र शास्त्रीय आधार परम्परा आदिलाई पनि विचार गर्दा 81 वर्ष 6 महिना पुगेपछि गर्न सकिन्छ। त्यसैले दर्शकवृन्द, यहाँहरूलाई यो 84 पूजामा के सामान चाहिन्छ, पूजा पद्धति के हो, यसको बारेमा हामी छुट्टै भिडियो ल्याउँला। तर यो धेरैको जिज्ञासा भएको कारणले गर्दा यो भिडियो यहाँहरूले हेरेर हामीलाई सुझाव सल्लाह दिनुहोला। केही नबुझेको प्रश्न छ भने यहाँहरूले हामीलाई प्रश्न गर्न सक्नुहुन्छ। पक्कै पनि मलाई आशा छ यहाँहरूले यो भिडियो हेरेर एकदमै मन पराउनु हुनेछ। यसलाई लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनु र हाम्रो युट्युब च्यानललाई पनि यहाँहरूले सब्स्क्राइब गरिदिनु होला। हरि ओम नारायण।